माननीय अध्यक्षज्यू, माननीय सदस्यज्यूहरू, आज यस राष्ट्रिय सभा विधान व्यवस्थापन समितिमा चलचित्र विधायक 2081 सम्बन्धी प्रतिवेदनमाथि छलफल गरियो। माननीय सदस्यज्यूहरूबाट उठाएका जिज्ञासा तथा चासोप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु र यस उठाइएको प्रश्नको यथाचित तथ्यपरक र स्पष्ट जवाब दिनको लागि प्रतिबद्धता पनि व्यक्त गर्दछु। सर्वप्रथम माननीय गंगा कुमारी बेलवासीद्वारा उठाउनु भएको प्रमाणीकरणको कारण त्यो समितिको यो जुन प्रश्न थियो, यसमा मन्त्रालयको सहसचिव रहने प्रावधान राखिएको छ र यो चलचित्र कर्मी नै अध्यक्ष बनाउँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने देखिएकोले यो सिद्धान्तको आधारमा यो प्रतिनिधि सभामा हामी ल्याउन चाहन्छौँ। दोस्रो प्रश्न माननीय तारामान स्वार सरको थियो। नियमित भन्दा नियन्त्रणमा बढी चलचित्र बनाइएको यो सम्बन्धी हामीले छलफल गर्दा चाहिँ यो चाहिँ कुन मन्त्रालय अन्तर्गत राख्ने भन्नेमा हामीले यो सञ्चार मन्त्रालयले यो अन्तर्गत राख्ने भन्ने छ। पर्यटन तथा संस्कृति मन्त्रालयमा पनि राख्नुपर्ने व्यवस्था पनि यसमा छलफल भइरहेको छ। आदरणीय सभालाई म के भन्न चाहन्छु भने म सम्बन्धित मन्त्रालयबाट नभएको हुनाले हाम्रो सहसचिवज्यूले चाहिँ यो टिप्पणी अन्तर्गत जति पनि प्रश्नहरू उठिएको छ त्यसमा चाहिँ लेखिदिनु भएको थियो। मलाई त्यही भएर यो सम्बन्धी थप यसमा चाहिँ यसमा छलफल गर्नुपर्ने भए म पुनः एकचोटि उहाँसँग सोधेर चाहिँ म यहाँ राख्न चाहन्छु भन्ने म गर्न चाहन्थेँ। एकचोटि सोधेर है, एकचोटि गरेर मलाई 5 मिनट म यहाँ एकदम क्षमा प्रार्थी छु है, मलाई एकैचोटि